नमस्ते साथीहरू। आज चाहिँ मैले यो बट्टाईलाई ढुङ्गामा पोलेर एउटा नयाँ खालको रेसिपी लिएर आएको छु। कृपया साथीहरू हेरेर प्रतिक्रिया दिन चाहिँ नबिर्सिनुहोस् होला है त। यसको लागि चाहिँ सर्वप्रथम मैले यो बट्टाई लिएको छु साथीहरू हैन। यो बट्टाई चाहिँ मैले मजाले सफा गरेर यसलाई बीचबाट चिरिदिएको छु यो पोल्नलाई र सजिलो होस् भनेर। र यसको लागि चाहिँ मैले अदुवा लसुनको पेस्ट राखिदिएको छु 1 चम्चा जति। यसैगरी साथीहरू यसमा हल्दी राखिदिएको छु 1 चम्चा र यसैगरी साथीहरू यसमा मैले जिरा र धनियाको धुलो राखिदिएको छु 1.5 चम्चा जति र नुन स्वाद अनुसार राखिदिएको छु। लगभग 1.5 चम्चा नुन राखिदिएको छु मैले चाहिँ। तपाईहरुले अब कतिको खानुहुन्छ त्यही अनुसार राख्नु होला। र यसपछि साथीहरू मैले यो रेड मिर्ची पाउडर कलरको लागि एड गरिदिएको छु। तपाईहरुलाई अप्सनल हुन्छ, यो कलर चाहियो भने राख्नु होला, नभए यसलाई नराख्न पनि सक्नुहुन्छ। र थोरै गरम मसला एड गरिदिएको छु साथीहरू। र यसपछाडि तोरीको तेल राखिदिएको छु साथीहरू, करिब 2 चम्चा जति राखेर यसलाई चाहिँ मजाले मसाज गर्नु होला, म्यारिनेट गर्नु होला। कागती पनि एड गरिदिएको छु थोरै साथी मैले यसमा आधा जति कागती एड गरिदिएको छु। र यसलाई राम्ररी मोल्नु होला साथीहरू, सबैतिर मसला पुग्ने गरी। तपाईले अहिलेसम्म पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नु होला र लाइक शेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला है त साथीहरू। हेर्नु त साथीहरू, यो मसला मोलिसकेपछि चाहिँ यो एकदमै राम्रो देखिएको छ, सबैतिर उडाएको छ। करिब यसलाई 1.5 देखि 2 घण्टासम्म म्यारिनेट गर्नको लागि छोडिदिनु होला। यसपछाडि मैले चाहिँ बाहिर आगो मजाले बसाएर आगोमाथि चाहिँ ढुङ्गा राखिदिएको छु साथीहरू। यो ढुङ्गा पनि मजाले तातिसकेको छ, एकदमै तातो भएको छ। र यसमाथि चाहिँ मैले बिस्तारै बिस्तारै एकवटा गरी यो बट्टाईलाई राखिदिएको छु साथीहरू हैन। र यो ढुङ्गाहरू सिलेक्सन गर्दा चाहिँ अलिक ध्यान पुर्याउनु होला, पड्किने सम्भावना हुन्छ। त्यही भएर पत्रे खालको ढुङ्गा नलिनु होला, डल्लो खालको ढुङ्गा लिनु होला। र यसलाई चाहिँ यो एकतिरबाट करिब 5-7 मिनेटको फरक गरेर चाहिँ यसलाई पल्टाउँदै पनि जानु होला, किनभने यो फेरि डढ्ने सम्भावना हुन्छ। हेर्नु त यो कस्तो मजाले पाकिरहेको छ, यसको कलर पनि चेन्ज भइरहेको देखिएको छ हैन। कृपया साथीहरू अहिलेसम्म पनि तपाईले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु होला। र यदि सब्स्क्राइब गर्नुभएको छ भने बेल आइकन दबाउनु पनि नबिर्सिनुहोस् होला है त साथीहरू। हेर्नु त साथीहरू, यसको कलर धेरै चेन्ज भएर आइसकेको छ हैन। यो चाहिँ मजाले पाकिरहेको छ। यो अहिले ट्रेन्डिङमा पनि चाहिँ यसरी ढुङ्गामा पोलेर खाने, तपाईहरुले आफै घरमा पनि यसरी बनाएर खान सकिन्छ। मैले बट्टाई लिएको छु, तपाईले यसको ठाउँमा अरु नै चिकनहरु लिएर पनि बनाउन सक्नुहुन्छ। र लगभग साथीहरू यो चाहिँ अब अन्तिम चरणमा आइसकेको छ हैन। हेर्नु त यो एकदमै मजाले पाकेको छ। तपाईहरु पनि यसरी नै होलीको बेलामा पकाएर खान नबिर्सिनु होला। र मेरो चाहिँ यो लगभग रेडी भइसकेको छ। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला